हजुर आज चाहिँ मैले अघि भिडियो गर्दै जाँदाखेरिमा आज चाहिँ भाइरल भाइ पनि चण्डी मनाउनु यो उदयपुर जिल्लाको बेलगा नगरपालिकामा चाहिँ आउनु भएको रहेछ होइन। अनि उहाँसँगै आज म अलिकति घुम्दैछु होइन। यो उहाँसँग अझै घुम्ने विचार गरेको छु यो चण्डीमा चाहिँ। अनि यो भाइरल भाइले चाहिँ अब के बोल्छ म यो माइक चाहिँ भाइरल भाइ दिन्छु होइन तपाईँहरूलाई। अनि भाइरल भाइको एउटा गीत चाहिँ मलाई अहिले अझै पनि याद छ होइन, ससुराली जाने हो, यो गीतबाट चाहिँ भाइरल भएको होइन। अब यो गीत लिएर चाहिँ अब यो भाइरल भाइसँग म टुल्दैछु। यो माइक चाहिँ लबक्सु गाइज सम्पूर्णमा नमस्ते। म चाहिँ बहार चामलिङ राई अनि उहाँ चाहिँ मेरो ठुलो बुवा। अनि आज चाहिँ हामी 2083 सालको जेठ महिनाको 9 गतेको दिन शनिबारको दिन सुपाडे भन्ने चण्डीमा आएको छौँ साथीहरू। यता जान्छु यता यता। अनि गाइज यहाँ चाहिँ धेरै 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 हुनुहुन्छ। यहाँ सुपारे निवासी मदन बहादुर विक उहाँ हुनुहुन्छ होइन। उहाँसँग भेट भयो होइन। ल कस्तो रमाइलो है, कस्तो रमाइलो भइरहेछ। नमस्ते बुवा, नमस्ते नमस्ते अङ्कल। लु नमस्ते भन्दै हामी फेरि लाग्यौँ, फेरि जाऊँ, फेरि घुम्न जाऊँ। हिँड्नुहोस् न हाम्रो नातिले चाहिँ हजुर अलिअलि बाजे। हामी घुम्दै गरौँ न होइन। हुन्छ हुन्छ। अनि गाइज यहाँ सुपारी एरिया चाहिँ एकदमै ठुलो छ। नाचेको हेर्नु जाऊँ टुप्पा, नाचेको ल हिँड नाचेको। यहाँ चाहिँ चामलिङ कुमार बान्तवा के हो सबै राई राई पनि फाल्टो फाल्टो हुँदो रहेछ गाइज। नाच्दा नाच्दा थाकेर यता थाकेर नाच्नै सक्नु हुँदैछ न। हिँड्नु हिँड्नु हिँड्नु। अनि अन्तिम अन्तिमतिर छौँ हामी। राईहरूको महान चाड साकेला नाच साथीहरू। हिँड्नु न टुप्पा छिटो। हाम्रो टुप्पा चाहिँ एकदमै ढिलो हिँड्नु हुँदैछ गाइज। हाम्रो टुप्पालाई चाहिँ के भएको छ, टुप्पा पनि नाचेर थाक्नु भयो हो, नाचेर थाक्नु भयो। त्यसो भए यता हेर्नु जाऊँ। म नाच्दिनँ, मलाई आउँदैन। भयो यता मासतिर जाऊँ। यहाँ चाहिँ आइसक्रिम बेच्ने ठाउँ। आइसक्रिम 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 दाइ, आइसक्रिम दाइ होइन दाइ। कति कतिको आइसक्रिम छ दाइ? 50 को एउटा दिनु। दादा चाहिँ 50 को एउटा टक्रा गयो कि नमस्ते गर्नु भाइरल भाइलाई। ल तपाईँलाई पनि नमस्ते। के भन्नुहुन्छ? म के पनि भन्दिनँ, मलाई आउँदैन। ल हस् भाइ, नबोलिकन नै केही भन्नु आउँदैन बाई बाई भन्नुभएको छ। म मासतिर जाऊँ। खानु हुने टुप्पा? हाम्रो राई भाषामा चाहिँ ठुलो बुवालाई टुप्पा भन्छ। बस्यो यता आऊ न। कता कता यता आऊ न, यता आऊ न। हात मिलाऊ न। यतै गरौ। देखाऊ है। आऊ न त यता यसो घुमौँ। के भन्न चाहन्छ यसो भनिदेऊ न। केही न केही भनिदेऊ न। केही के हो टुप्पा? गेमहरू खेलौँ न। के खेल्ने हो? गेम खेल्ने? त्यसो भए यता जाऊँ। ओइ को आएको? टुप्पा बोल्नु त।
हजुर आज चाहिँ यस्तो भाइरल भाइसँग चाहिँ जुल्न यो उदयपुर जिल्लाको बेलाका नगरपालिका वडा नम्बर 5 शिवपाडे भन्ने ठाउँमा चाहिँ चण्डी पहिलादेखि लाग्थ्यो, तर म चाहिँ प्राय गाउँको चण्डी चाहिँ गाउँको साकेलामा चाहिँ आएको थिइनँ। आज चाहिँ गाउँको साकेलामा छु होइन। भाइरल भाइ भाइरलको साथीहरू खतरा छ, खतरा है। अनि त्यो शिवपाडे भन्ने ठाउँमा लास्टै रमाइलो हुने रहेछ है, त्यस्तो रमाइलो भइरहेछ होइन। मान्छेहरू धेरै यहाँ किराती चेलीमाइतीहरू होइन यस्तो मजाले नाचिरहेछ होइन, यस्तो दामी गरी यस्तो अनि यस्तो बवाल गरी छ है। बाबा भइरहेछ चण्डी राम्रो भइरहेछ। ए नाच्यो कि नाचेन? ए ल ठिक छ ठिक छ। ल उसलाई चिने नि, मेरो दाजुको छोरीको त मेरो छोरी जति हो, मेरो पनि छोरी जति हो। शोभा चन्द्र मेरो छिमेकी गाउँको हो, उहाँको छोरी चाहिँ हुनुपर्छ होइन। खुसी लाग्यो, एकदमै खुसी लाग्यो है। ल भाइरल भाइसँग बाई। हजुर बाबा भनेर गइसक्नु भएको छ गाइस। उहाँ चाहिँ आइसक्रिम टक्नु हुँदैछ हैन? हो यता हिँड्नु। अवश्य के छ? मजा जाने हो हैन? साकेलामा नाच्नु जाने हो, चिसो पानी खाने हो भने जस्तो। यता हेरौँ यता यता, हामी चाहिँ बिचबाट घुस्दैछौँ। एकछिन नाच्ने हो। आउँदैन मलाई थुक्पा। उता चाहिँ कफ गर्दैन यता गफ चल्दैछ। म त गर्दिनँ, नगरौँ गफ। अब गफ गर्नुको लागि खोजौँ न त मान्छेहरू। साकेला कस्तो भयो खोज्नु, हेर्नु, भन्नु, जानु सोध्नु। ए यता आउनु उहाँहरूलाई देखाउनु। उहाँलाई कस्तो भयो साकेला दिदी? साकेला कस्तो भयो? रमाइलो भयो। दिदी कस्तो भयो? रमाइलो। कस्तो भयो? राम्रै भयो। रमाइलो भयो अरे सबैजनाले पटपटे खाँदैछ। भन्नु जानु ल मजाले घर। अब अरू पनि सोध्नुपर्छ गाइस। अब मान्छे खोज्दै जाऊँ न, को भेटिन्छ। यो चाहिँ बाहर राईको निशान राईको तपाईँको आइडीको नाम के भयो? यो आइडीको नाम? हजुर यो आइडीको नाम निशान कमेडी। नेपाली कमेडी भनेपछि यसमा यो मेरो पहिलो भिडियो हो गाइस। अब हामी यता छेउतिर आइसकेको छौँ। अब यता नाच्नु हुँदैछ। हजुर ए दिदी आउनु, मेरो गाउँको दिदीहरू। ए दिदी नमस्ते। नमस्ते एकदम दामी भयो। दिदी कस्तो भयो? दामी भयो, सबैजनालाई दामी भयो अरे। दिदी आउनु। अस्तिको साल कालो हुनुहुन्छ, गोरो हुनुभएछ, के भन्न चाहनुहुन्छ? के कालो भएको गोरो हुँदैन। दिदी आउनु त, सबै दिदीहरू लजाएर भुतुक्क हुनुहुँदैछ। म त लजाउँदिनँ, लजाउनु हुँदैन क्या, त्यस्तो लजाउनु हुँदैन। लजाउनु हुन्न अरे गाइस। अब अरूतिर अलिक लजाउनेलाई खोजौँ। पुरो उफ्रिनु हुँदैन यता, पुरो उफ्रिनु हुँदैन ननाच्ने। अब त चिनेको मान्छे पनि सायद गाइस कोही पनि हुनुहुन्न। ल अब दाइहरूलाई सोधौँ न, धेरै दिदी भयो। दाइ कस्तो भयो साकेला? दाइ कस्तो भयो साकेला? रमाइलो भइरहेछ। दाइ कस्तो भयो साकेला? दामी भयो। दाइ कस्तो भयो साकेला? मैले के खानु भयो?
रक्सी कति राम्रो दाइको लागि भाउजू गरिदिनु पर्ने कराउनु अरे एकचोटि लु कराम ससुराली जाने हो लु कहाँ कहाँ भन्नुहुँदैछ अब हामी दाइ किन नबोल्नु भएको ए एउटा सेल्फी भन्दैछ सेल्फी खिचौँ न गाइस के भाउ दिनु भनेर एउटा सेल्फी यहाँ सेल्फी हान्नुहुँदैछ दाइले सेल्फी हान्दैछु गाइस म चाहिँ अलिक लु होस् दाइ अब हामी यसरी लाग्छौँ लु गाइस हामी फेरि यसरी लाग्यौँ अब यसरी लाग्दै हामी घरतर्फ लाग्छौँ तिमी घर जाने होइन घर जानुपर्छ त्यही भएर अब बाटो लागौँ लु दाइ कस्तो है साकेला एकदम जाने हुनु त रहेछ साकेला भनेको धेरै राम्रो भयो खुसी लाग्यो दाजुलाई देखेर धेरै खुसी लाग्यो है दाइ सेवा है हो है सबैलाई ओहो सेवा है सेवा सेवा लु हजुरलाई घर कति बेला फर्किनु अब अलिक रमझममा चाहिँ पुगेको छैन हेरेर फर्किनु पर्छ जति हेरे उति राम्रो छ हो हजुर ल ल ल त्यसो भए अब जाम तुक्का अब हामी चाहिँ घरतर्फ अगाडि बढ्दैछौँ हिँड्दै सोध्नु ने तपाईँको नाम के हो साकेला कस्तो भयो त दिदी एकदम राम्रो एकदमै राम्रो भयो तपाईँ के थरी हो मगर कुन मगर छाता मगर हुनुहुँदो रहेछ उहाँ राईको साकेलामा आउनु भएको खुला वाचा यो अब बाटो लागौँ गाइस नत्र अहिले ढिलो हुन्छ लु काका उता चाहिँ हाम्रो काका हुनुहुन्छ लु उता फोकस गरौँ कस्तो लाग्यो काका साकेला ठिकै छ हाम्रो ह्यान्डसम काका लु मलाई चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो आज हामी सँगसँगै बसेर सँगसँगै आज हामी है अब त्यस्तै हो खुसी भयो आज एकदम खुसी ह्याप्पी साकेला ल हस् ल म त हराएँ त गाइस अब फेरि यता जाम थुप्पा यता आउनु सबैजनाको मुखमा क्यामेरा राख्ने मेरो काम हो यता आउनु न थुप्पा हजुर बाजे हजुर लु जाम थुप्पा जाम के छ दाइ ठिक छ थुप्पा यता अब यता के छ दाइ ठिक छ 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 एकदमै डन पल्टिनु हुँदैछ हाम्रो दाइ मलाई झन् कुट्नु भयो नि होइन दाइ यार भाइ के ग्याङ्स्टर अरे गाइस लु ससुराली जाने चिचिका खाने गीत गाउनु मेरो भाइ म गाउँदिनँ गाइस त्यस्तो गीत गाउनु हुँदैन अब मलाई एउटा चिज किन्न मन लाग्यो यता आउनु त तिब्बा
अनि त्यहाँ मुनिको पनि फेरि तपाईँले किन्नुपर्छ है हजुर त्यहाँ मुनिको छ नि अनि सक्नु पर्यो नि मैले तपाईँसँग भोलि अहिले कुरा न हामी यो भ्लग बनाइराखेको होइन हामी भेटेर कुरा गरौँ हस्।